Hello and welcome back to my new vlogs. सबैजनाको स्वागत छ धेरै समयपछि मेरो YouTube च्यानलमा। अनि भिडियो नआएको चाहिँ 6-7 महिना हुन लाग्यो होला। आज चाहिँ धेरै समयपछि हाल्दैछु हैन। हामी चाहिँ इभिनिङ वाकिङको रूपमा चाहिँ BMC डाँडा भन्ने ठाउँमा जाँदैछौँ। जे होस् धेरै पछि साला मन्दिरतिर ल्यायो भने म्याप हेरेर नि राम्रो लाग्दैन उनले चाहिँ। जाऊ न माथि जाऊ न। बिगमार्टमा पाउँछ अरे त मैले सुने। पाउँछ? के को बिल्लामा? त्यहाँ रोड त्यहाँ हेर न के भट्ट काटेर हैन टक्क बनाखान सुटिङै चल्ला जस्तो हो। हिरो यता उनले सुटिङ कहाँ यतिकै हिरो बिना सुटिङ हुन्छ होला। हिरो पार्ट 2 मा आउनेवाला होला कि हिरोको इन्ट्री छुट्टै पाराले स्क्रिप्ट कसले लेखा हो। ओ हिरो कति बेला पुर्याउँछौ मलाई? पुग्छ अब 15 मिनेट जतिमा 10-15 मिनेट हो धेरै छैन। यस्तो घुमाइराख कि यसले मलाई हैन दाजुभाइहरू टट्ट लगाएर मन घुमिरहेको छु BMC डाँडा भन्ने ठाउँतिर। बाइक लडेको छ हेलमेट लानु पर्छ हामी चाहिँ। पर्दैन भन्छ लड्नु भयो भिडियो नबनाउनु भन्छ होला त्यही भएर म कट हान्छु। देखाऊ अब हो यही पार्ट काटेर थम्नेल हाल्ने हो कि अगाडि त्यो दोक्सी चाहिँ वालपेपर होइन थम्नेलै भन्छ फोटो छ हैन जस्तो यस्तो राति हुँदो कुकुरले टोक्यो भने एउटा कुकुर अरू कुकुरदेखि घुकिहाल्छ क्या। नयाँ हो यार यो त के हामी आउँदा त यस्तो ढुङ्गा हालेको थियौँ हो र पुरानो थियो तर नि जङ्गलभित्र त कस्तो राति परे जस्तो भयो है। नजाने हो क्या जाउँ आइसक्यो अब रात पर्यो तर पनि हामी उकालो चढ्दैछौँ किनकि हामी जहाँसम्म पुग्ने भनेर आएको हौँ। त्यहाँ नपुगिकन हामी छोड्दैनौँ किनकि हामी के भन्छ अरे BMC डाँडा माछाला ए भने अलिक मरद हौ जोस छ मर्को डर नै हो कभी 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 हो दामी छ जस्तो हो नि तर रात पर्यो चाकतिर ठेलकुचेला साइकल कुदाउने नि आयो यहाँ हैन यहाँ कहाँ कुदाउने साइक्लिङ रुट पनि हुनुपर्ने हो यस्तो कुदाउने त कुदाइहाल्छ नि यहाँ पनि मैले पनि सक्दैन भन न मै सक्छु साइकल दिउ म त कुदाइदिन्छु अलि 1-2 खुड्किलो भयो नि किन तिमी हौ त बोकेर हस्पिटल लाने ओए भिडियो बनाइदिउँ सो रमाइलो दामी खतरा थाक्यो हामी चाहिँ तलदेखि कुदिरहेको होइन लास्ट थाक्यो माथि छ चाहिँ धेरै रात पर्छ यार मजा आयो नकुद्ने ऐसा लगता मुझे मकै बारी दर्याङ दर्याङ यो गाइज हामी चाहिँ पुगिसकेका छौँ डाँडा माथि र हाम्रो अगाडि हुनुहुन्छ शिवजी खै उहाँलाई चाहिँ मैले ढोकिदिएँ ल पुगेका छौँ यहाँनिर नि चट्ट हाम्रो चाहिँ यस्तो होला भ्याली स्याली देखिने रहेछ गतिलो क्यामेरा आएन र आजको लागि चाहिँ यति नै भन्दै हामी छुटिन चाहन्छौँ। हेर्नुभएकोमा धन्यवाद। बाई बाई टाटा सी यू।